साँगुरिए पनि देशभरिका 50,000 लायन्सहरूको मानसपटलमा त्यो सम्झना झन्भन्दा झन् ठुलो भएको छ। त्यसै गरी स्वर्गीय बुवा लायन जितबहादुर प्रिया हाम्रो मनमा सदा हुनुहुन्छ। त्यही स्मृतिलाई साकार रूप दिन र सम्पूर्ण लायन्सहरूको इच्छालाई एउटा जीवन्त स्मारकको रूपमा रहोस् भनेर आदरणीय मेयर साहबको पहलमा भरतपुर महानगरपालिकाको निर्माण सहयोगमा बन्ने गरी यो लायन्स स्तम्भको शिलान्यास गर्ने कार्यक्रम राख्नुभएकोमा सर्वप्रथम त डिस्ट्रिक्ट 325 आरको तर्फबाट र लायन्स क्लब अफ नारायणगढको तर्फबाट आदरणीय मेयर साहबप्रति धन्यवाद ज्ञापन गर्दा आजको यस कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। यस कार्यक्रमको सभापतित्व गरिदिनु हुन लायन्स क्लब अफ नारायणगढका प्रेसिडेन्ट आसन ग्रहणको क्रममा माननीय गीता वाग्लेज्यूको क्रममा अन्यथा छु पूर्व माननीय गीता वाग्ले आसन ग्रहणको लागि अनुरोध गर्दछु। व्यक्त गर्दै धन्यवाद दिन चाहन्छ र हामीले लिनु मात्रै होइन त्यसलाई व्यवस्थापन गर्नु पनि नेतृत्वको दायित्व र जिम्मेवारी र हामीले हिजो गरेको वचनबद्धता अनुसारले लायन्सलाई हामीले स्थापित गर्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने हिसाबमा एउटा अब ठाउँ अनुसारले परिसर अनुसारले आज हामी स्तम्भको शिलान्यास गर्दैछौँ र त्यो परिसरलाई सकेसम्म सौन्दर्यकरण गरी हिजो जसरी लायन्स क्लब भनेर यसको परिचय बोकिरहेको छ त्यसै रूपमा यो स्तम्भले परिचय बोक्छ भन्ने हामी सबैको मान्यता छ र आज जो यहाँ सबै उपस्थित हुनुभएको छ सबैलाई पुनः स्वागत गर्दै मेरो भनाइ यहीँ त गर्छु। हस्त धन्यवाद, नमस्कार। निर्माणकै क्रममा त्यो भवन विस्थापित गर्नुपर्ने अवस्था आयो र पनि हामीले हाम्रो मेयर साहब उपमेयर साहब लगायत भरतपुर महानगरसँग हामीले पटक हामीले के भनेको थियौँ भने कमसेकम यसलाई चाहिँ यो लायन्सको अपनत्व र यसको चाहिँ अपनत्व सधैँ रहने गरी यसको चाहिँ परिचय सधैँ रहने गरी परिचय नमेटिने गरी यसको चाहिँ एउटा चाहिँ स्तम्भ निर्माण गरौँ र त्यो स्तम्भ निर्माण गर्नको लागि हामीले अनुरोध गरौँ। हाम्रो अनुरोधलाई स्वीकारेर उहाँहरूले त्यो हाम्रो अनुरोधलाई स्वीकारेर यसलाई चाहिँ एउटा देश र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि पहिचान बोकेको यहाँ धेरै यो चोकले धेरै आन्दोलनहरू खेपेको छ, धेरै किसिमका विभिन्न प्रकारका सबै यहाँ जनसहभागिताहरू रहने यो चोकमा जम्मा हुने त्यो सबै कुराहरू यो चोकले देखेको छ। त्यही चोकले सबैको जनजनमा सबैको बोलीमा लायन्स चोक भनेर प्रचलित छ। त्यो चोकले यो लायन्स चोक भन्ने त्यो सबैमा त्यो कायम रहिरहनको लागि जुन अहिले भरतपुर महानगरपालिकाले यो स्तम्भ निर्माण गरेर त्यसलाई फेरि निरन्तरता दिने जुन प्रयत्न गरेको छ यसमा डिस्ट्रिक्ट 325 आरको तर्फबाट म यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। किनभने हामी सबैको नारायणगढ लायन्स क्लबले पनि आफ्नो दुःखले अघि मलाई बिहान भन्दै हुन्थ्यो प्रेम दाईले, उहाँले मोटरसाइकलको ढुकुटी खेलाएर यो भवन चाहिँ बनाउने बेलामा साथीहरूसँग सबैसँग पैसा थिएन, पैसा नभएपछि साथीहरूलाई मोटरसाइकलको ढुकुटी खेलाएर त्यो ढुकुटीबाट बचेको पैसाले बिस्तारै भवन बनाउँदै थप्दै हरेक वर्ष थप्दै हामीले देख्दाखेरि 4 तले 5 तले भवन देख्यौँ तर त्यो एकैचोटि बनेको थिएन। त्यसमा बिस्तारै उहाँहरूको धेरै यसका पूर्वजहरूको धेरै मेहनत थियो। प्रभात दाई यहीँ हुनुहुन्छ हाम्रो संस्थापक, यसको चाहिँ संस्थापक लायन्स जो नेपालमा आएको लायन्सलाई चितवनमा भित्र्याउने संस्थापक मध्येको हाम्रो पूर्व गभर्नर प्रभात दाई पनि यहीँ अगाडि हुनुहुन्छ। उहाँहरूको धेरै मेहनतका कारणले यो भवन सिर्जना भएको छ र यो लायन्स चोकको नामाकरण भएको थियो। हामी लायन्सहरूलाई असाध्यै प्यारो लाग्छ यो लायन्स चोक। यो चोकको नामले हामीलाई संसारमा चिनिएको छ, बाहिर पनि अन्तर्राष्ट्रिय रूपमा पनि म चितवनको भन्दाखेरि लायन्स चोकबाट कता हो तेरो घर भनेर सोध्ने गर्छन्। त्यसो हुँदाखेरि यो चोक यो कायम रहिरहोस् भन्ने हिसाबमा जुन प्रयत्न भइरहेछ त्यसका लागि पनि यो किनभने यो भरतपुर महानगरपालिकाको पनि पहिचान बनेको लायन्स चोकलाई आज जुन स्थापित गर्ने प्रयत्न जुन गरिरहनु भएको छ त्यसमा हामी सबै असाध्यै यहाँहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ। यो लायन्स यो चोकमा त्यसको स्तम्भको वरिपरि त्यो गार्डनिङ हामीले त अझ फल्जा प्रभात दाइले भन्नुहुँदै यहाँ एउटा फल्जा नै निर्माण गरेर आएका मान्छेहरूलाई एकदिन यसो सुस्ताउने ठाउँ जसरी भन्ज्याङ चौतारीहरू मान्छे उक्लिँदै हिँड्छ। आदरणीय सामाजिक धार्मिक व्यक्तित्व सबैको उपस्थिति छ, एकदमै महत्त्वपूर्ण उपस्थिति भइराखेको छ। यो कार्यक्रम सानो भए तापनि उपस्थितिको हिसाबले धेरै नै ओजिलो मैले महसुस गरेको छु। यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित सबैलाई हार्दिक नमस्कार, शुभ दिहानीको हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। र अब यो कार्यक्रमको बारेमा यहाँ आइ पनि सकेको छ, गभर्नरज्यूले पनि भन्नुभयो, हाम्रो उपप्रमुखजीले पनि राख्नुभएको छ। हामीलाई पनि एकदमै प्यारो छ यो ठाउँ। वास्तवमा भन्यो भने नगर प्रमुखमा हाम्रो बुवाको घर हामी सानो बच्चामा हुँदाखेरि यहीँनिर यही चोक क्षेत्रपुर त्यहाँनिर घर, अहिले पनि त्यो घर छ होइन, अरूले लिएर त्यसमा तला थप्ने काम भयो तर पनि त्यहाँनिर हामी हुर्के बढेको हुँदाखेरि
यो ठाउँ एकदमै प्रचलित त्यति बेला यो लाइन चोक यहाँनिर सब्जी मन्डी त्यहाँबाट सब्जी लिन आउने हामी यहीँनिर हो त्यो गर्दाखेरि त्यति बेला हामी बाल्यकाल हुँदादेखि नै चिरपरिचित रहेको यो ठाउँमा आफू नगर प्रमुख हुँदाखेरि एउटा सडक मापदण्ड र यो हाम्रो पुङ्गी खोला सौन्दर्यकरणको योजनाले गर्दाखेरि यो भवन भत्काउनु पर्ने अवस्था आयो मापदण्ड विपरीत भएको कारणले गर्दाखेरि भत्काएको हो कानुन सम्बद्ध ढङ्गले महानगरपालिकाले भत्काएको हो हामीलाई त्यो रहर थिएन इच्छा नहुँदै पनि बाध्यतावश हामीले त्यो गर्नु पर्यो त्यसप्रति सम्पूर्ण लाइन्सका आदरणीय उपस्थित महानुभावहरूले महानगरपालिकाको यो अभियानलाई एकदम सहर्ष स्वीकार गर्नुभयो साथ दिनुभयो सहयोग गर्नुभयो त्यसलाई स्वीकार गर्नुभयो हामी त्यसमा एकदमै खुसी छौँ यहाँहरूलाई हामीले पटक धन्यवाद दिएका छौँ म आजको यो शिलान्यास कार्यक्रमका सन्दर्भमा पनि सम्पूर्ण लाइन्स परिवारलाई महानगरपालिकाको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु धन्यवाद व्यक्त गर्न चाहन्छु नारायणगढ लायन्स क्लबको भइरहेको यस भवनमा विकास निर्माणको क्रममा जुन हामीले हाम्रो भवन गुमाउनु परेको थियो त्यस बेलाको भोलि एउटा फाल्चा पनि बनोस् भन्ने हाम्रो चाहना छ र त्यो डिजाइन हुने क्रममा नारायणगढ लायन्स क्लबको पनि